ल मिलन यता हेर कता आएको हामी आज पौडी खेल्न माछा मार्न आएको तिमीलाई केही भन्नु छ यसो तिमीलाई केही भन्नु छ ए केही भन्न छैन जे भन्नु मिलनले भनिसक्यो ल यहाँ यस्तो सानो खोला छ यहाँ र 3 जना भएर आएको छौँ कलेजबाट आएको खै अब तिमीलाई थाहा होला नि स्विमिङ यात्रा सकियो हाम्रो एकछिन गफ गरे कट्टो सुक्यो होला लगभग र अहिले चाहिँ फर्किन लागेको हामी खुट्टा कि यस्तो गर्दैौ न फुल सेल हो के कुरो न हो त्यो भेटेको हामी के छापा हान्दाखेरि कस्तो लाग्यो पानी परेको बेला एकदम पीडा खासमा हामी 2 घण्टा भइसक्यो हामी ब्रोकर गाडी खोल्यो भने यता निग्रोतिर आएको अनि है पसाउन भन्दा पसेको अहिले यहाँ फसिरहेको पानी परेर फसिरहेको सो अहिले यहाँ असिना परिरहेको छ हाम्रो र मेरो नातिर खाने आएर फसेँ भनेर भनिरहन् तिम्रो भनाइ के खायो मलाई त रमाइलो म त केही काम पनि होइन टेन्सन छैन मलाई गाडी पाइयो अहिले चाहिँ हामी धारबाट निस्केको छौँ भर्खरै पानी हल्का कम भएर निस्केको म चाहिँ टेबल रेन्टो लगाइरहेको छु घरकोले पनि कामै नगर्ने हो त नि है